नमस्कार, नेपालहोराइजन्स.com मा यहाँलाई हार्दिक स्वागत छ। अब प्रस्तुत छ समाचार भिडियो। नयाँ संविधानका विवादित सवालमा निकास खोज्न गठित उच्चस्तरीय कार्यदललाई निरन्तरता दिन माओवादीले अस्वीकार गरेको छ। संविधान सभामा प्रतिनिधित्व गर्ने 27 दलका नेताहरूको बैठक कार्यदलको कार्यकाल थप्ने नथप्ने विषयमा विवाद भएपछि बिना निष्कर्ष टुङ्गिएको छ। प्रमुख दलका शीर्ष नेताहरू सदस्य रहेको कार्यदलको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको छ। त्यसकारणले अन्तिममा मात्रै टुङ्गो होला। कार्य म्याद थप्ने विषयमा, म्याद थप्ने र नथप्ने विषयमै छलफल चलिरहेको छ। तपाईहरुको पार्टीको निष्कर्ष के हो? म्याद थप्ने या नथप्ने? मतलब अहिले यो इन्फर्मल एउटा दल 27 दलको बिचको सरसल्लाह र छलफल चाहिँ सभाध्यक्षको अधिकारलाई प्रयोग गरेर चाहिँ इन्फर्मली रूपले चलिरहेको हुनाले चाहिँ अब यसैलाई कन्टिन्यू गर्नुभन्दा चाहिँ फर्मल संरचनाहरूलाई नै क्रियाशील गराउन उपयुक्त हुन्छ र इन्फर्मली रूपले सरसल्लाह गर्ने काम त सभाध्यक्षले हरहमेशा गरिरहन पाउनुहुन्छ। त्यसो भएको हुनाले संविधान सभालाई क्रियाशील गराउनुपर्छ भन्ने दुवैतर्फका कार्यहरूलाई त्यसरी चलाउँदाखेरि अझ राम्रो हुन्छ भन्ने चाहिँ हाम्रो तर्क चाहिँ छ। अब तै पनि छलफल चल्दैछ। आज टुङ्गेन भने फेरि अर्को दिन तय गरेर चाहिँ सायद टुङ्ग्याउने प्रक्रिया हुन्छ। कार्यदलको समयावधि के गर्ने भन्ने बारेमा गम्भीरतापूर्वक छलफल गर्यो र गम्भीरतापूर्वक छलफल गरिसके पछाडि कार्यदलका संयोजक माननीय पुष्पकमल दाहाल प्रचण्डजीसँग बसेर छलफल गर्ने, उहाँको समेत कुरा सुन्ने कुरालाई संयन्त्रले महसुस गर्यो। त्यसैले उहाँसँग समेत सम्पर्क गरेर यो बैठकलाई आउने पुस 1 गते 11:30 बजे बस्ने गरेर आजलाई स्थगित गरिएको छ। थप्ने कुरामै राय दिनुभएको छ। केही साथीहरूले अब 25 दलमै बसेर छलफल गर्दा पनि हुन्छ भनेर केही साथीहरूले त्यो पनि राख्नु भएको छ। तर संयोजकज्यूलाई पनि भनाइलाई ध्यानमा राखेर मात्रै अगाडि बढाउनु भन्ने हिसाबले अहिले सबैको त्यो सर्वसम्मति निर्णय के भयो भने उहाँको पनि भनाइ राखेर हेरेर अनि हामी निर्णय गरौँ भन्ने कुरा